बाबा मेरो सबै साथीहरू स्कुल जान्छ सबैसँग झोला किताब छ मसँग केही पनि छैन के छ र बाबा हामी गरिब भएर हो गरिबले पढ्न पाउँदैनन् छोरा कहाँ गएछ घरमा त छैन त बिहान त सँगै उठेको खै कतै खेल्न गयो होला नि ए भगवान यो बाउ छोरालाई मैले कहिले सुधार्न सकेन बाउले रक्सी ढोक्न छोड्दिएन छोरा खेल्न कुद्न जान छोड्दिएन के गर्नु होला खानामा के बनाउने हो घरमा जे छ त्यही बना न पानी मात्रै पकाऊ पानीमा हाल्ने चिज पनि त हुनु पर्यो नि ए बुढा एउटा कुरा भन्छु के कुरा हो तिम्रो एकजनाको कमाइले कहिले खाना पुग्छ कहिले पुग्दैन बुढो नानी र मैले यसो बाहिर काम गर्न पाए कसो होला हेर बुढी बाहिर काम गर्ने भनेको लोग्ने मान्छेले हो आइमेले भनेको घरको काम गर्ने मैले चाहे काम गरेर लिएर आम चाहे ऋण काटेर लिएर आम तिमीलाई खुवाउने भनेको मैले हो भर्ता जान्ने हुन्छ आइमे भएर धेरै दिमाग नचलाए के बेस छोडिदिनुहोस् भाउजू पानीलाई तताएर बाक्लो बनाउँछु भन्नु र दाइलाई सम्झाउने एउटै हो अलिअलि तिरेर कहिले सक्छस् मेरो साउ बिहा छिटोभन्दा छिटो तिर त्यसको लागि या त आफै बेची या तेरो बुढी र बहिनीलाई बेच तर मेरो पैसा मेरो समयमा चाहिँ तिर सकेको त तिरेकै छ नि साउबा यो गोठालले देखेको सपना पुरा भयो छोरा आइज बुढा तपाईले देखेको सपना पुरा भयो